नभएको विपन्न गरिबले शिक्षा पाउनु पर्यो, त्यो हो हाम्रो एजेन्डा। खल्तीमा पैसा नभएको विपन्न गरिबले स्वास्थ्य उपचार पाउनु पर्यो, त्यो हो हाम्रो एजेन्डा। अब यो गाडा लगेर के गर्नुहुन्छ, कहाँ जानुहुन्छ तपाईँ? गाडा लगेर म जति हुन्छ त्यति कोठाकै अगाडि बसिरहन्छु नि। तपाईँ कोठा चाहिँ कता दिदी? नभए हुँदैन, नभए घर लिएर जान्छु, घरमा व्यवसाय गर्छु नि गाउँमा। तपाईँ कोठा चाहिँ कता छ? कोठा थापाथपीमा। थापाथपी छ। हेर्नु न, यस्तो भाँचेर स्टिल छ, यहाँबाट कति दुख्छ मलाई। मेरो स्टिल निकाल्नको लागि मात्रै म दुःख गरेर आएको। मेरो हातमा स्टिल हाल्यो, काम पनि कसैले दिँदैन। मलाई यो अर्काले दिएको, विदेशमा बस्ने मान्छेले पैसा पठाएर किन्दैको। म आजदेखि आउँदिनँ त भनिराखेको छु नि। कहाँ बस्नुहुन्छ तपाईँ? निकाल्नको लागि मात्रै म दुःख गरेर आएको। मेरो हातमा स्टिल हाल्यो, काम पनि कसैले दिँदैन। फेरि उनीहरूले जोड्न सक्छ नि यो गाडा?